हम नेपाल से आए हुए इतना टाइम हो गया, तुम लोग मुझे सैलरी क्यों नहीं दे रहे हो? तो कबीर गुलाम आमाको झुम्का बेची बनाए पासपोर्ट, 2-4 महिना गरे मेन परमा भागदौड, लाउन भिजा झर्यो ऋण खोज्न हात जोड, छिमेकी र आफन्तको घरमा गई नाग्छोस्, तपाईहरूको ऋणको पिर लिन्छु मनमै, गएको 5-7 महिनामा तिर्दिन्छु भन्दै उडे सपना बोकेर ओर्ले खै कहाँ बसे एयरपोर्टमा कुरेर मलाई खै लिन आएको जब 15 घण्टा कुरे मलाई त्यही निर थाबो विदेश, त्यही निर थाबो विदेश, त्यही निर थाबो आमा छोडी आए, बाँझो खेत बारीमा घर छोडी आए, हिउँदको फेल बाढीमा दिदी बहिनी बम्बईमा म बेचिए खाडीमा, दिदी बहिनी बम्बईमा म बेचिए खाडीमा। रले होइन घरले विदेशी र्या हो, ब्याङ्कको ऋणको डरले मलाई पिर्या हो, त्यसैले विदेशीको भाउमा घिर्या हो, छैन अझ त्यो ब्याङ्कको ऋणलाई तिरेको। रले होइन घरले विदेशी र्या हो, ब्याङ्कको ऋणको डरले मलाई पिर्या हो, त्यसैले विदेशीको भाउमा
मागिरह्या हो छैन अझ त्यो ब्याङ्कको ऋणलाई तिरेको आगो जस्तो गर्मी सोच्या जस्तो कहाँ थियो 2-4 महिना मलाई रुम भित्रै राख्दियो एउटा सानो कोठामा थुप्रो जना प्याक थियो त्यसपछि तातो घामको काममा ज्याक दियो मौसमले गर्दा शरीर बिरामी थियो तर काम गर्नै पर्ने शरीर लिलामी थियो कोही थिएन आफ्नो विश्वास गरम कस माथि प्लेन हेर्दै रुन्थी बसेर घरको छत माथि काम गर्नै पर्यो बुढी आमा मेरी घर माथि ऋण तिर्छ छोराले भनेर मेरै भर माथि सन्चै छु बाबु भन्दै फोन गर्थे आमाले सोध्या छ है तिमीलाई गाउँका सबैजनाले सन्चै छु आमा तिमी आफ्नो ख्याल राख्नु दमको रोगी छौ तिमी शरीरको ध्यान राख्नु दमको रोगी छौ तिमी शरीरको ध्यान राख्नु रहने होइन घरले बिर्सिरह्या हो ब्याङ्कको ऋणको डरले मलाई पिर्या हो त्यसैले विदेशीको भाउ मागिरह्या हो छैन अझ त्यो ब्याङ्कको ऋणलाई तिरेको रहने होइन घरले बिर्सिरह्या हो ब्याङ्कको ऋणको डरले मलाई पिर्या हो त्यसैले विदेशीको भाउ मागिरह्या हो छैन अझ त्यो ब्याङ्कको ऋणलाई तिरेको साथीभाइले भन्छ गोरो मोटो भाछ मित्र तर कसलाई के थाहा शरीर खोक्रो भाछ भित्र हाम्रो खुसी त्यही फेसबुकको फोटोमा छ मित्र हाम्रो खुसी त्यही फेसबुकको फोटोमा छ मित्र जन्मभूमि सम्झिँदैछु म यहाँको खटाइले घरको ऋण तिर्न सकेका छैन आफ्नो कमाइले नेपालबाट साथीभाइले भन्छ पैसा पठाइदे सबले सोध्छ यसले यहाँ कमाएको छ टन्न फेसबुकमा बोल्न नपाउँदा यो ठुलो भयो भन्छ साथीभाइलाई मोबाइल जुत्ता घडी पठाइदिन मन छ कसरी यो सब पठाउँ जब ऋणमा मेरो घर छ कसरी यो सब पठाउँ जब ऋणमा मेरो घर छ डर छ जीवन यहीँनिर सिद्धिने पो हो कि ब्याङ्कले मेरो घर जग्गा लिदिने पो हो कि ठिकै छु आमा भन्दै छुट्नै बोली मेरा दिदीले भाइ टिका लाउन कुर्दै होली आमा दसैँको जमरालाई पुस्दै होली छोरा अर्को वर्ष आउँछ भन्दै कुर्दै होली तर माफ गर्नु सामा म विदेशैमा बेचिँदैछु गल्ती त थिएन त्यही नि अरूबाट रेटिँदैछु हजारौँ नेपाली चाहिँ विदेशैमा मेटिँदैछु हजारौँ नेपाली चाहिँ विदेशैमा मेटिँदैछु हारे मैले हारे आमा जित्नै सकिन रुख थियो पैसाको मैले टिप्नै सकिन हारे मैले हारे आमा जित्नै सकिन रुख थियो पैसाको मैले टिप्नै सकिन मैले टिप्नै सकिन मैले टिप्नै सकिन हारे आमा मैले हारे हारे आमा मैले हारे हारे आमा मैले हारे यदि हुन्थ्यो भने आफ्नै देशमा पसिनाको कदर किन बगाउनु पर्थ्यो होला अरूको देशमा गएर पसिना सँगै रगत This one's dedicated to each and every one of you. For my nation, for my mother. Let's go. मेरो देश बिरामी मेरो देश बिरामी मेरो देश बिरामी तर पार्ने छौँ यसलाई ठिक एक दिन हामी मेरो देश बिरामी मेरो देश बिरामी मेरो देश बिरामी तर पार्ने छौँ यसलाई ठिक एक दिन हामी माथिबाट हेर्दै शहीदहरूको आत्मा सतीले सरापिन भविष्य छैन हातमा जिउँदो लास बनेछु मरी मरी बाँच्दा पानामा क्रान्तिकारी गाना होइन गाई जात्रा लेख्न त लेखे रेकर्ड कसरी हानु सत्यको साथ दिँदैन यहाँको कानुन के गलत के ठिक हो त तै बने जानु तर मेरो पनि त कुनै हक छ नि होइन र वरिपरि हेर्छु राक्षसको राज दानवको बस्तीमा खोज्दै मानवतावाद भ्रष्टाचार बलात्कार अत्याचारको चाप मैले गर्ने कलामा कलङ्कको छाप हिप हप माने समाजको ऐना बलात्कार रोक हाम्रो आवाजलाई होइन हिप हप माने परिवर्तनको भोलि आँटी हेर देश अवश्य पनि बदलन्छ भोलि मेरो देश बिरामी मेरो देश बिरामी मेरो देश बिरामी तर पार्ने छौँ यसलाई ठिक एक दिन हामी मेरो देश बिरामी मेरो देश बिरामी मेरो देश बिरामी तर पार्ने छौँ यसलाई ठिक एक दिन हामी मेरो देश बिरामी तर पार्ने छौँ यसलाई ठिक एक दिन हामी मेरो देश बिरामी तर पार्ने छौँ यसलाई ठिक एक दिन हामी मेरो देश बिरामी तर पार्ने छौँ यसलाई ठिक एक दिन हामी मेरो देश बिरामी तर पार्ने छौँ यसलाई ठिक एक दिन हामी आउने पिँढीलाई म के भन्छु भने होइन जिन्दगीमा मान्छेले केही गरेर जानुपर्छ केही लिएर जाने होइन के अरे होइन
मैले गर्न सकिनँ अथवा देश यस्तो छ अथवा मेरो समाज यस्तो छ अथवा मेरो आमाबाउले दिएनन् अथवा मेरो स्कुल यस्तो छ अथवा मैले सक्दिनँ भन्नुभन्दा पनि एकचोटि प्रयास गरेर हेर्नुपर्छ क्या पहिला बुझ्नुभयो नि विदेश गएरै मात्र पनि जिन्दगी बन्दैन होइन खासमा त यहाँ गर्न सक्ने जति त हामीले सायद दुनियाँमा काहीँ पनि गर्न सक्दैनौँ सुने खबर हिजो भर्खर मैले जे छ मिडियामा फैलिरहेको अहिले दशरथको भ्रष्टाचार बारे षड्यन्त्र कि सत्य खै म चाहिँ हारे बुझ्न नै गाह्रो राजनीति विषय धमिलो देख्छु वास्तविक दृश्य म एउटा युवा अन्धो पो छु कि भेडा पो हुँ कि खै थाहा छैन रिसले म चुर्छु तर एकछिन पछि फेरि भुल्छु Got these girls on my DM, I'm a cool dude Gotta buy me a pair of these new shoes Yo, I'm too cool for that whack shit Not knowing that everything I'm doing can have a real impact shit But real shit make no money I'm just a rapper trying to feed my tummy If you say true, then you gon' stay bummy So I dumb it down cause I ain't no dummy I dumb it down cause I ain't no dummy I dumb it down cause I ain't no dummy But deep down, मेरो देश बिरामी मेरो देश बिरामी मेरो देश बिरामी तर पार्ने छौँ यसलाई ठिक एक दिन हामी मेरो देश बिरामी तर पार्ने छौँ यसलाई ठिक एक दिन हामी मेरो देश बिरामी तर पार्ने छौँ यसलाई ठिक एक दिन हामी मेरो देश बिरामी तर पार्ने छौँ यसलाई ठिक एक दिन हामी मेरो देश बिरामी मेरो देश बिरामी परालको निम्ति कल्चौडाको दुध बेच्छन् गाईहरू परालको निम्ति कल्चौडाको दुध बेच्छन् गाईहरू श्रृङ्गारको निम्ति सप्तक बेच्छन् देखे सुनेका माईहरू चाराको निम्ति गीत बेच्छन् मिठो बोल्ने सुगाहरू नाराको निम्ति सप्तक बेच्छन् पढे लेखेका कति गुङ्गाहरू प्रकाशको निम्ति प्वाख बेच्छन् बत्ती रङ्गीतका डाँठहरू विलासको निम्ति सप्तक बेच्छन् महल निवासी स्वाटहरू वरदानको निम्ति गर्दन बेच्छन् सिङ उम्रेका बोकाहरू ज्यानको निम्ति के नबेचुन् हामी जस्ता भोकाहरू